मर्निङ साथीहरू, नमस्ते। स्वागत छ आजको नयाँ भिडियोमा। साथीहरू, अहिले 8:30 भइसकेको छ र आजको मौसम यस्तो छ साथीहरू। बेलुका राति हिउँ परेर मेरो पार्किङ लटमा हेर्नुहोस् न, पुरै आइस जमेर अब गाडी कसरी निकाल्नु। यहाँ सबै हेर्नु चिप्लो चाहिँ टिप्नै हुँदैन। र साथीहरू, म चाहिँ अहिले लोसरमा जानु लागेको। आज डिसेम्बर महिनाको 27 तारिक। आज हेर्जबर्गमा यहाँ लोसर हुँदैछ र त्यहाँ जानलाई निस्केको। यस्तो बाटो पुरै चिप्लो छ, हेर्नुहोस् कसरी जानुपर्ने हो थाहा छैन। टेक्ने उपाय पनि छैन, कसरी जाने हो टेकेर। पुरै स्लिप होला जस्तो छ। बेलुकै नुन ल्याएर छिर्किदिनु पर्थ्यो रहेछ। ल साथीहरू, म चाहिँ अब लोसरमा हिँड्न लागेको। तपाईँहरू पनि जतिजना वरिपरि हुनुहुन्छ हेर्जबर्ग वरिपरि लोसरमा आउनै हुन्छ होला र आउनु नहुनेहरूले चाहिँ यो भिडियो हेरेरै रमाइलो गर्नु होला। हेर्नुहोस् त, हिउँ पुरै आइस जमेको छ बाटोमा, कसरी गाडी निकाल्ने। पुरै चिप्लो हुन्छ नि, मान्छे हिँड्नु पनि उपाय हुँदैन। नुन बेलुकै ल्याएर छर्किदिनु पर्थ्यो रहेछ, नुन छर्किएन हो। यस्तोमा गाडी कुदाउनु पनि एकदमै रिस्क हुन्छ कि साथीहरू। ल साथीहरू, अहिले लोसरमा गएर म भिडियो गर्नेछु। तपाईँहरू पनि भिडियो हेर्नु होला र रमाइलो गर्नु होला। हामी गुरुङ जातिहरूको मान पर्व तमु लोसर र हुन गइरहेछ आज। यहाँको स्थानीय कलाकारहरूको पनि एकदमै बेजोड प्रस्तुति हुनेछ र आउनु होला। सबैजना मिलेर रमाइलो गर्नुपर्छ। अनि फेरि जनवरी 3 तारिक पनि फेरि अर्को लोसर छ यहीँ हेर्जबर्गमै, त्यहाँ पनि आउनु होला। म चाहिँ त्यहाँ स्टोरमा गएर यो भुइँमा यो आइसमा लाउने नुन लिएर आएर छर्किदिएर आएर जानु पऱ्यो। किनभने भरे केटाकेटी निस्किने हुन्छ, केटाकेटी ख्याल गर्दैन, लडेर हात खुट्टा भाँच्ने सम्भावना धेरै हुन्छ। म चाहिँ गएर नुन लिएर आएर छर्किदिएर आएर जान्छु साथीहरू। यो अवस्थामा गाडी कुदाउँदा चाहिँ एकदमै दुर्घटना हुने सम्भावना धेरै हुन्छ साथीहरू। बाटो सबै आइस भएको छ। यस्तो अवस्थामा गाडी पनि स्लिप हुने धेरै सम्भावना हुन्छ र अनि मान्छे पनि हिँड्दाखेरि चिप्लेर लड्ने धेरै सम्भावना हुन्छ र एकदम होस पुर्याएर हिँड्नुपर्ने हुन्छ। यस्तो दाना हिजो चाहिँ चिनीको दाना जस्तो परेको हिउँ झरेको थियो। अनि त्यसले गर्दाखेरि अनि त्यो झरेर चाहिँ पुरै त्यो चाहिँ हतपत बिलिँदैन कि, त्यो दाना हुन्छ। त्यसले गर्दाखेरि त्यो सबै जाम भएर चाहिँ एकदम बाटो स्लिप भयो। फेरि पानी पनि पर्दैन नि त अलिअलि। अनि त्यो पानी परेकोले गर्दाखेरि त्यो दाना बिलेकोले गर्दाखेरि सबै एकदम चिप्लो भएको छ। म चाहिँ स्टोरबाट नुन लिएर जान्छु साथीहरू। मैले नुन 50 LB को 2टा ब्याग किनेँ। अनि अब त्यो घर लगेर छर्किदिइरहेको छु बाहिर त्यो आइसहरू जमेको ठाउँमा। अनि त्यहाँदेखि चाहिँ म जान्छु लोसरतिर। ल साथीहरू, म नुन लिएर आइपुगिसकेँ। अब नुन छर्किदिन्छु अनि चाहिँ लाग्छु। यो नुन छर्किएन भने केटाकेटी भरै लडेर चाहिँ हात खुट्टा भाँच्छ कि के हुन्छ थाहा हुँदैन। मैले नुन लिएको छु साथीहरू। यो पानी पनि भराइ भर्ने यो पानी 2टा नुन ल्याएँ साथीहरू मैले। यो चाहिँ नुन हो साथीहरू, $1। यसलाई $8 परेको छ एउटा प्याकेटलाई। यो चाहिँ यो सबै यताउति बाटोमा छर्किदिनु पर्छ। यो आइस जमेको ठाउँमा चाहिँ पुरै नुन छर्किदिएँ। अब हेरौँ कति टाइम लाग्छ बिलिनुको लागि। ल साथीहरू, म चाहिँ अब लाग्छु लोसरतिर। ल साथीहरू, म अहिले चाहिँ यहाँ लोसरको स्पोर्टमा आइपुगिसकेको छु। यही हलमा हो
लोसर हुने चाहिँ र पोहोरको साल पनि हामीले यहीँनिर लोसर मनाएको थियौँ होला एक ग्रुपले, अनि अर्को ग्रुपले चाहिँ यतापट्टि मनाएको थियो। यसपालि पनि यहीँ रहेछ, तर लोसरको जुन यो हलको चार्ज चाहिँ एकदमै महँगो भएर गएछ बढेर अहिले। तपाईँहरूलाई यहाँ लोसर यो बिल्डिङभित्र धेरै ठाउँ छ यो प्रोग्रामहरू गर्ने, यतापट्टि पनि छ उतापट्टि पनि छ। म अहिले तपाईँहरूलाई देखाउने छु यहाँभित्र के रहेछ, तपाईँहरूलाई कस्तो ठाउँ रहेछ त्यो पनि देखाउँछु। यहाँबाट इन्टर भयो है। एउटा क्रिसमस ट्रीले यहाँनिर धेरै आकर्षक बनाएको छ यो बिल्डिङलाई। आज जुन लोसर हुँदैछ यो आयोजना गरेको चाहिँ बुद्धिस्ट गुरुङ कमिटी अफ सेन्ट्रल PA, आवर कल्चर आवर डेस्टिनी, यो आयोजना गरेको चाहिँ। र यहाँनिर चाहिँ क्रिसमसको यो के भन्छ यसलाई, अनि आज प्रोग्राम गर्ने हल भनेको चाहिँ यतापट्टि, आज प्रोग्राम गर्ने भनेको हल चाहिँ यहाँनिर। तपाईँहरूलाई स्टेज भनेको चाहिँ यहाँ अगाडिपट्टि छ। तपाईँहरूलाई अहिले चाहिँ मान्छे कोही पनि नआएकोले गर्दाखेरि स्टेज हलहरू पुरै खाली छ। यहाँनिर सेटअप हुँदैछ लाइटहरूको। अब आजको प्रोग्राम हुने भनेको स्टेज यो हो। यहाँ साउन्ड सेटहरू लाइटहरू सेटअप हुँदै रहेछ। र कतिजनाको क्यापेसिटी हो भाइ यहाँनिर? जम्मै उनीहरूले भनेको 4-500 भनेको, तर यहाँ त अब हाम्रो यहाँ स्टेज एभ्रिथिङ मान्छे उभिएको हुन्छ कि। हजुर, हट्छ होला 700-800 त। ए यो लाइन चाहिँ खाना खानुको लागि? हजुर, यो लाइन चाहिँ खाना, यता चाहिँ यहाँ बसेर यसो रमित हेर्नुको लागि। आज यहाँ लोसरको कार्यक्रम चाहिँ के रहेछ कस्तो रहेछ अलिकति भाइसँग म उहाँसँग जानकारी लिन्छु। भाइ अलिकति केही छोटो राखिदिनुहोस् त आजको यहाँको हाम्रो भेला हुनुको कारण लोसर। यहाँ चाहिँ अहिले आज चाहिँ हाम्रो बुद्धिस्ट गुरुङ कमिटी अफ सेन्ट्रल PA को चाहिँ ग्रान्ड लोसर हुँदैछ। यो चाहिँ लोकलको हो होइन। यहाँ चाहिँ अहिले चाहिँ भव्य र सभ्यको साथ हामी मनाउन गइरहेका छौँ। आशा छ हजुरहरूले पनि यहाँ आइदिएर हाम्रो कार्यक्रमको शोभा बढाइदिनुहुन्छ भन्ने आशा गर्दछु। धन्यवाद। हस् त, धन्यवाद। र म तपाईँलाई अलिकति टुर गराउँछु यो हलको। अनि यहाँनिर खानाहरू खानुको लागि चाहिँ यो चेयर टेबलहरू रहेछ। यहाँदेखि लगभग 200-300 को क्यापेसिटी भएको हल रहेछ यो चाहिँ। अब खाना खानु यो एरियामा भयो भने प्रोग्राम उता हुन्छ। भाइ यो काउन्टर चाहिँ के हो? यो टेबल खानाहरू सर्भ गर्ने हो? यो टेबल चाहिँ के हो? खाना ए खाना किचन चाहिँ कता हो? यता पछाडि ए यतापट्टि। ए यहाँ चाहिँ स्पेसल गेस्टहरू आएर बस्ने ठाउँ रहेछ। मैले चाहिँ सोचेँ खानाहरू राख्ने, तर किचनको काउन्टरहरू चाहिँ यहाँ रहेछ। किचन चाहिँ यहाँभित्र र खानेकुरोहरू सबै। र खाना चाहिँ आज कति बजीदेखि सुरु, कति बजीसम्म समाप्त हुने हो त्यो चाहिँ थाहा छैन। भाइ खाना चाहिँ कति बजीदेखि कति बजीसम्म हुन्छ आज? हामीले भनेअनुसारले चाहिँ अब 10 बजी दिनु, तर हामी एटलिस्ट 11 बजीभित्र चाहिँ आइसक्छ। हाम्रो अब लगभग 10 बजी आउन थालिसक्यो। खाना 11 बजीदेखि सुरुवात गरेर हामी अन्त्य लगभग 6-7 बजीसम्म हाम्रो जान्छ। ए हजुर, टाढाबाट आउने गेस्टहरू त अब ढिलो पनि आउन सक्छ नि त? हजुर। पिट्सबर्गबाट आउनुहुन्छ उहाँहरू, स्क्यान्टनको चाहिँ आउनुहुन्छ, पिट्सबर्गबाट, एरीबाट, ल्यान्कास्टरबाट आउनुहुन्छ। बाहिरबाट आउने गेस्टहरू चाहिँ को हुनुहुन्छ? अहिले चाहिँ हामीसँग हाम्रो प्रताप सुब्बा सर भनिरहेको छ हामीले, तर अब उहाँको प्लेन ढिलाइ भएको जानकारी आएको छ। अब हेरौँ कतिसम्म उहाँले आइपुग्नुहुन्छ हुन्न भन्ने कुरा चाहिँ थाहा छैन। त्यसै गरी केन्टुकीबाट चाहिँ हाम्रो मन्जु गुरुङ लामा गुरुङ आउनुहुँदैछ होइन। स्थानीय चाहिँ हाम्रो गणेश गुरुङजी हुनुहुन्छ गायकमा, कुन्ती गुरुङ, अनि सरिता गुरुङजी हुनुहुन्छ, जीवन गुरुङजी हुनुहुन्छ। र अनि वाद्यवाचकमा चाहिँ हाम्रो
के अरे राजेश भाइ हुनुहुन्छ होइन, त्यसै गरी नाम चाहिँ टक्कै आइरहेको छैन तर धेरै हुनुहुन्छ लोकल स्थानीय नै हुनुहुन्छ, रमाइलो हुन्छ आज लाइभ हुन्छ यसपालि चाहिँ फेरि। हस् र यहाँनिर हाम्रो बाहिरबाट आउने कलाकारहरू हाम्रो एकदम पुरानो हाम्रो समाजका गायक प्रताप सुब्बा, हामीले केटाकेटी हुँदै उहाँको गीतहरू धेरै सुनेको, बन्धनको चिनो, हरा लगाइदिन सक्दिनँ भन्ने। अनि यहाँको स्थानीय कलाकारहरू जीवन गुरुङहरू भयो, गणेश गुरुङ, अनि अनुया तामाङ पनि छ नि भाइ, अनुया तामाङ, सरिता गुरुङ, कुन्ती गुरुङ, अनि मन्जु गुरुङ। अनि आज धेरै रमाइलो हुन्छ, आउनु साथीहरू सबैजना मिलेर हाम्रो तमु जातिहरूको महान चाड महान पर्वलाई एकदम एकसाथ भएर हातेमालो गरेर भव्य तव्यको साथ मनाउनुपर्छ र आउनु होला, इन्जोय गर्नुपर्छ। ल साथीहरू हाम्रो लगभग स्टेजहरू चाहिँ रेडी भइसक्यो र हाम्रो रोदी घर हेर्नुहोस् यहाँनिर, यहाँबाट एकदम पौराणिक हाम्रो उहिले पुर्खाहरूले चलाएको, हजुर यो रेडियो सायद यो हामी मभन्दा चाहिँ जेठै होला सायद यो रेडियो। अनि यसले हाम्रो बुढापाकाहरूले चलाउने यो धनु काँड, यो काँड चाहिँ कस्तो रहेछ हौ, छैन त काँड त टुप्पो छ यताबाट। अनि यहाँ मादल है, यो चाहिँ के पो भन्थ्यो यसलाई, थुम्से होइन, थुम्से होइन नि, यो डालो डालो डालो, यो चाहिँ यो पाथी हो र होइन नि, यो यो ठेकी, यो थुम्से, डोको पिरा, यो चाहिँ हाम्रो उहिलेको ढकपल्ला, यो सेर के भन्थ्यो यसलाई, यो चाहिँ पेरुङ हो, यो मोला, यो चाहिँ ओखली, अनि यहाँ ढ्याङ्ग्रो छ। र आजको हाम्रो स्टेज चाहिँ यो हो। यहाँ चाहिँ म्युजिसियनहरूको स्टेज, यहाँ चाहिँ म्युजिसियनहरूको स्टेज होइन त। अब तपाईँहरूलाई म कहाँनिर खानापिनाको व्यवस्थित गरेको छ भने त्यो टुर गराउँछु। यो चाहिँ किचन एरिया, यहाँ चाहिँ खानापिनाहरू सर्भ गर्ने बनाउने, खाना पाक्दैछ यहाँनिर, पकाउनु बाँकी रहेछ, मतलब बसाइसकेको रहेछ। यहाँ चाहिँ अलिकति स्पेसल गेस्टहरू आएर बस्ने जग्गा एकदम भिआइपी होइन त। हो के लिनु हुँदैछ हौ, यसै गरिकन कुनै पनि कार्यक्रम औपचारिक रूपले सञ्चालन गर्नका निम्ति हामीलाई सभाध्यक्षको आवश्यकता हुने गएकोले आजको यस कार्यक्रमको सभाध्यक्षता गरिदिनु हुनका निम्ति म भुटनिस गुरुङ कम्युनिटी सेन्टर पिएका अध्यक्ष श्री अर्जुन गुरुङज्यूलाई सभाध्यक्षता गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। र पछाडिको हाम्रो स्टेज छ, त्यो स्टेजमा गएर आसन ग्रहण गर्नुको निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आजको चिफ गेस्टलाई पनि म बोलाउन चाहन्छु, तथापि उहाँ अहिले हामी सामु हुनुहुन्न, तरै पनि म हजुरहरूलाई म जानकारी गराउन चाहन्छु। उहाँ हुनुहुन्छ द फर्स्ट लेडी अफ द कमिसनर द सतरा टाउनसिप, उहाँ हुनुहुन्छ विनिता राई। उहाँ पक्कै पनि बाटोमा हुनुहुन्छ, करिबन 10-15 मिनट पछाडि उहाँ हुनुहुन्छ भन्ने हामीले जानकारी पाएका छौँ। यहाँ सम्पूर्णलाई यथास्थानमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका निम्ति पनि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरिकन आज वेलकम सङ प्रस्तुति गर्न गइरहनु भएको छ बहिनी ससिका राई, साइका राई एन्ड जसिका तामाङ। बहिनीहरूलाई यस स्टेजमा आएर वेलकम डान्स प्रस्तुति गरिदिनु हुनका निम्ति पनि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद भन्दै यस पछाडि विनिता गुरुङज्यूलाई पनि तमतरी अवस्थामा रहिदिनु होला। उहाँको वेलकम स्पिच छ, तपाईँ जहाँ कहीँ भए पनि यस मञ्चमा आइदिनु होला भन्दै म अहिलेलाई हाम्रो भाइ बहिनीलाई अत्यन्तै राम्रो वेलकम डान्स लिएर आउनु भएको छ। फेरि पनि जोरदार तालीको साथ उहाँहरूलाई सहयोग गरौँ।
धेरै धेरै धन्यवाद बहिनीहरूलाई। तपाईँहरू नाचिसकेपछि यो यताबाट आउनुहुन्छ भने या तपाईँ यताबाट आउनुहुन्छ भने तपाईँहरू यतालाई गइदिनु होला। त्यहाँ हाम्रो सर्टिफिकेट पनि वितरण भइरहेको छ र त्यो सर्टिफिकेटलाई लिएर गइदिनु होला। अबको क्रममा भने यसै गरिकन अब म बहिनी अरियाना मोक्तान र एन्जेला मोक्तानलाई बोलाउन चाहन्छु। उहाँहरूको डान्स प्रस्तुति गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद बहिनीहरू, साह्रै नै राम्रो प्रस्तुति दिएर गइसक्नु भएको छ। यसै गरिकन म नृत्यकै क्रममा अंशु मगर र योजना राईज्यूलाई पनि यस स्टेजमा आए आफ्नो नृत्य प्रस्तुति गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरिकन सुबी गुरुङ र न्यासा गुरुङज्यूलाई पनि तम तयारी अवस्थामा रहिदिनु हुनका निम्ति पनि हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद भाइ बहिनीहरूलाई। अत्यन्तै राम्रो नृत्य दिएर देखाएर गइसक्नु भएको छ। फेरि पनि उहाँहरूको लागि जोरदार ताली बजाएर उहाँलाई धन्यवाद दिनुपर्छ हामीले पक्कै पनि। र फेरि पनि म यस स्टेजबाट मैले पक्कै पनि उहाँहरूलाई धन्यवाद दिनुपर्ने नै हुन्छ, किनभने यो हाम्रो गुरुङहरूको लोसारलाई सम्पन्न बनाउनुको निम्ति उहाँहरूको ठुलो हात छ। द स्पोन्सर्सहरूको धेरै हात छ। उहाँहरूलाई फेरि पनि यस स्टेजबाट सम्झाउन चाहन्छु। धेरै धेरै धन्यवाद द डायमन्ड स्पोन्सर, गोल्ड स्पोन्सर र अन्य स्पोन्सरहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि तपाईँहरूले यसरी नै तपाईँहरूको यस्तै साथ मिल्छ भन्ने भरपुर आशा गरेका छौँ। र अहिलेलाई भने सृष्टि कार्कीज्यूलाई यहाँ स्टेजमा आए आफ्नो डान्स प्रस्तुति गरिदिनु हुनका निम्ति धन्यवाद बहिनी, साह्रै नै राम्रो नृत्य प्रस्तुति गरेर गइसक्नु भएको छ। यसै गरिकन नृत्यकै क्रममा म सुबी गुरुङ र नाइसा गुरुङज्यूलाई पनि यस स्टेजमा आए आफ्नो नृत्य प्रस्तुति गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद बहिनीहरूलाई। अत्यन्तै राम्रो मान्छे अनुसारको नृत्य देखेर गइसक्नु भएको छ। उहिले हामीले मादल बजाएर मारुनी गाएको देखेको थियौँ र अहिले भने हाम्रो जेनेरेसन एकदमै बढेर गएको छ, एकदमै निकै चेन्जेस भएर गएको छ। हाम्रो नृत्य मादल बजाएर त नाच्न सकिँदैन, तर टेपमै भए पनि मारुनी डान्स लगाएर भए पनि गीत लगाएर भए पनि हामी मारुनी नाच हेर्नेछौँ। र अहिले भने ब्लोमिङ डान्स लोटसबाट डान्स लिएर आउनुहुँदैछ भाइ बहिनीहरूलाई। धन्यवाद। धेरै धेरै धन्यवाद। ब्लोमिङ लोटस डान्स स्टुडियोबाट हुनुहुन्थ्यो उहाँहरू र फेरि पनि धेरै धेरै धन्यवाद। बहिनीहरूको नृत्य कस्तो लाग्यो? प्लिज यहाँहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु कि प्लिज ताली बजाइदिनु होला, उहाँहरूलाई हौसला बढाइदिनुहोस् होला।
यसै गरिकन म कोशिश गुरुङज्यूलाई यस स्टेजमा आए आफ्नो नृत्य प्रस्तुति गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। अत्यन्तै राम्रो नृत्य देखाएर गइसक्नु भएको छ। अब भने हाम्रो दीप प्रज्वलन गरे पछाडि हामीले उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम थियो, तर यो यस्तो चिसो मौसममा बाटोको खराबीले गर्दाखेरि उहाँहरू भर्खरै मात्रै आइसक्नु भएको छ। उहाँहरू हुनुहुन्छ हाम्रै समाजका वृद्ध मातापिता अथवा मातापिताहरू हुनुहुन्छ। उहाँहरू एकदमै 90 वर्षदेखि धेरै माथि, 90लाई पनि एकदमै काटेर माथि पुगिसक्नु भएको छ। उहाँहरू हुनुहुन्छ हामी माझ हुनुहुन्छ। हामी पक्कै पनि 90 वर्ष पुग्न त सक्दैनौँ होला, तर पनि आज उहाँहरूलाई देख्दाखेरि एकदमै ब्लेसिङ फिल हुन्छ, आशीर्वाद दिनुहुन्छ। उहाँहरूकै आशीर्वादको कारणले गर्दाखेरि आज हामी यो हाम्रो संस्कार, यो हाम्रो कल्चरलाई हामीले प्रिजर्भ गर्न सकेका छौँ। र अब भने उहाँहरूलाई म स्टेजमा निम्ताउन चाहन्छु। नरबहादुर गुरुङ, कर्णबहादुर घ्याब्रिङज्यू हुनुहुन्छ र त्यस पछाडि मनुरथी गुरुङज्यू र पवित्र गुरुङज्यू। उहाँहरू सबैजना 91 वर्षमा हुनुहुन्छ। त्यसपछि 92, 94 र 98 वर्षको हुनुहुन्छ। मलाई नेपालीमा आएर ठ्याक्कै। र फेरि पनि उहाँहरूलाई ताली बजाएर यो स्टेजमा निम्ताउन चाहन्छु र उहाँहरूलाई खदा र दौसला उडाइदिनुको निम्ति म हाम्रा फर्मल प्रेसिडेन्ट श्री कुल प्रसाद गुरुङज्यूलाई म स्टेजमा निम्ताउन चाहन्छु। र त्यसै गरी म यहाँबाट देखिरहेको छु, म हस्त प्रधानज्यूलाई पनि म स्टेजमा निम्ताउन चाहन्छु। उहाँहरूको हस्तबाट म हाम्रो बुजुर्ग बाबा आमालाई सम्मान गर्न चाहन्छु। र फेरि पनि मैले नाम बोलाएँ। एकैछिन पछाडि हामी त अहिलेसम्म हामी नाचेको मात्रै हेरिरहेका छौँ। हामीसँग भनेको त लाइभ कलाकारहरू पनि हुनुहुन्छ, अन्य तामाङ पनि हुनुहुन्छ, त्यस पछाडि मन्जु गुरुङ पनि हुनुहुन्छ, क्यान्टोकीबाट आउनुभएको छ, पाल्नुभएको छ। उहाँहरूको गीत त सुन्दै नै छौँ र एकैछिन तपाईँहरू धैर्य भएर बस्दिनु होला। र अब भने हामी हाम्रो समाजकै अत्यन्तै उहाँहरू स्टेजमा त आउनु सक्नुहुन्न होला पक्कै पनि, तर पनि हामी यहाँनिर र उहाँहरूलाई हामी हाम्रो बुद्धिस्ट गुरु कबीर सेन्ट्रल पिएले उहाँहरूलाई सम्मान गर्ने काम छ र सबैजनाले ताली बजाएर उहाँहरूलाई स्वागत गरौँ। उहाँहरू एकदमै पक्कै पनि हामी 90 वर्ष पक्कै पनि पुग्दैनौँ र उहाँहरूकै आशीर्वादले गर्दाखेरि यो हालको साङ्गीतिक माहौल भइरहेको छ, यो हालको कल्चर, यो हालको हाम्रो सामाजिक क्रियाकलाप भइरहेको छ उहाँहरूकै आशीर्वादको कारणले गर्दाखेरि। र म हस्त प्रधानज्यूलाई म दौसला उडाइदिएर सम्मान गर्नुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी म फर्मर प्रेसिडेन्ट अफ बिबिओ मिस्टर कुलप्रसाद गुरुङज्यूलाई पनि म अनुरोध गर्न चाहेँ। सबैजनाले ताली बजाइदिनु होला। नरबहादुर तङ्गी गुरुङज्यू, तपाईँ पनि यहाँ कतै हुनुहुन्छ भने यहाँ अगाडि आइदिनु होला। नरबहादुर टङ्गी गुरुङज्यू, यो पक्कै पनि हाम्रो इतिहासमा छ, यो पहिलो पुस्ता र यसरी नै हामीले आगामी दिनहरूमा आगामी वर्षमा उहाँहरूलाई यस्तै स्वास्थ्य दीर्घायु भएको हेर्न चाहन्छौँ र यसै गरी उहाँहरूले हामीलाई आशीर्वाद दिएको होस् र उहाँहरूले आशीर्वाद हामीलाई दिँदाखेरि हामीलाई मिलोस् पनि। र नृत्य लिएर आउनुहुँदैछ ललिता गुरुङ र श्रिया गुरुङज्यू र उहाँहरूलाई फेरि पनि जोरदार तालीका साथ उहाँहरूलाई यस मञ्चमा निम्ताउँ। लाइभ गीतको लागि हेम गुरुङ र सरिता गुरुङ, रोमना गुरुङ तम तयारी अवस्थामा रहिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने हामी तपाईँहरू माझमा हामी लाइभ गीत लिएर आएका छौँ। पक्कै पनि तपाईँहरूलाई मनोरञ्जन हुन्छ भन्ने हाम्रो भरपुर आशा छ। र अहिलेलाई भने ल्यान्कास्टर कमिटीबाट एड्रिना डान्स ग्रुप।
गुरुङ कवि अब ल्यान्कास्टरबाट र फेरि पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अबको क्रममा भने सोनिया गुरुङज्यू उहाँ जहाँकै भए पनि हाम्रो स्टेजमा आइदिनु होला र आफ्नो नृत्यलाई यहाँ देखाइदिनु होला भने यस पछाडि हामी लाइभ सङ्ग गीत गाउँछौँ लगातार हामी 4टा गीत गाउँछौँ त्यसको पनि मनोरञ्जन लिइदिनु होला अहिले भने बहिनी सोनियाको गीत यसै गरिकन म फेरि पनि अर्को नृत्यकै क्रममा छु युना गुरुङ बहिनी युना गुरुङज्यूलाई आफ्नो नृत्य प्रस्तुति गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु यसपछि हामीसँग लाइभ गीतहरू रहेको छ हेम गुरुङज्यू र सरिता गुरुङज्यूलाई पनि पूर्ण तयारी अवस्थामा रहिदिनु हुनका निम्ति पनि हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद फेरि पनि धेरै धेरै धन्यवाद यसरी नै आगामी दिनहरूमा पनि हजुरहरूको साथ सपोर्ट मिल्छ भन्ने धेरै आशा राखेको छु धेरै धन्यवाद ह्याप्पी न्यु इयर भन्न चाहन्छु सबैजना उपस्थित हजुरहरूलाई र हामी चाहिँ आज हे कान्छा भन्ने पुरानो गाना अरुणा लामाजी र नारायण गोपालको स्वरमा दाजुको साथ दिँदै हुनुहुन्छ कृपया स्वीकारिदिनु होला जीवन गुरुङज्यूलाई र रोमना गुरुङलाई अब भने फेरि पनि रोमना गुरुङज्यूकै एकल गायक लिएर आउँदैछ नहेदाइले परदेशबाट पठायो खबर Thank you.
धन्यवाद भाइ बहिनीहरूलाई साह्रै नै राम्रो नृत्य प्रस्तुति गरेर गइसक्नु भएको छ। यसै गरिकन फेरि पनि म नृत्य प्रस्तुति गर्नका निम्ति विनिता लामिछाने गुरुङ र उसको टिमलाई यहाँ स्टेजमा आमन्त्रण गर्न चाहन्छु। उहाँलाई जोरदार तालीका साथ स्वागत गर्नुहोस्। धन्यवाद। धन्यवाद जीवन गुरुङज्यूलाई। उहाँले निकै नै मिठो गीत प्रस्तुति गरेर गइसक्नु भएको छ। यसै गरिकन भोइस अफ किड्सका विजेता अन्वय तामाङज्यूलाई पनि यस मञ्चमा आफ्नो गीत प्रस्तुति गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्ते एभ्रिवान, मेरो नाम अन्वय तामाङ हो। ह्यापी कमर्स टु यु अल। आज म कृष्ण गुरुङको माया गीत गाउँछु। सबैजनाले मन पराइदिनु होला। थ्याङ्क यू।
कार्यक्रम लगभग तपाईहरुले मन्जु गुरुङलाई कसले चिन्नुहुन्छ? उहाँ केन्टकीबाट हुनुहुन्छ, अत्यन्तै स्वर्गधनी हुनुहुन्छ। उहाँको प्रस्तुति हेरेर मात्रै गइदिनु होला। हाम्रो कार्यक्रम अझै व्यस्त छ, तपाईहरु नगइदिनु होला, एकदम धैर्य भएर बसिदिनु होला र भन्दै म प्रेम गुरुङज्यूलाई म खुम्ती गुरुङलाई आफ्नो टोकन अफ लभ दिनको निम्ति हार्दिक अनुरोध गर्छु। जोर तालिका ताल उहाँलाई सम्मान गरौँ। धेरै धेरै धन्यवाद। तर अहिलेलाई भने फेरि पनि केन्टकीबाट हामीसँग पाल्नु भइसकेको छ श्री मन्जु लामा गुरुङज्यूलाई म स्टेजमा निम्ताउन चाहन्छु। जोर तालिका साथ उहाँलाई स्वागत गरौँ। Oh
थ्याङ्क यू। धन्यवाद मन्जु लामा गुरुङज्यूलाई साह्रै नै मिठो प्रस्तुति दिएर गइसक्नु भएको छ। यसै गरिकन उहाँलाई टोकन अफ द लभ दिनका निम्ति म शिवराज गुरुङ, रामकुमार गुरुङ र अर्जुन गुरुङज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन मन्जु गुरुङज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। यसै गरिकन विनिता गुरुङज्यू र उहाँको टिमलाई पनि तम तयार रहन हुनका निम्ति पनि आमन्त्रण गर्न चाहन्छु। एन्जुला मगर र समीक्षा गुरुङज्यूलाई पनि रेडी भएर बस्दिनु हुनका निम्ति पनि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद विनिता अनि विनिताको टिमहरूलाई धेरै नै राम्रो नृत्य प्रस्तुति गरेर गइसक्नु भएको छ। यसै गरिकन एन्जुला मगर र समीक्षा गुरुङ बहिनीलाई पनि यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन सुस्मिता गुरुङ र त्रिषा भुजेल बहिनीज्यूलाई तम तयार अवस्थामा रहिदिनु हुनका निम्ति पनि हार्दिक अनुरोध गर्दछु। महल होइन झुपडीमै भित्रौला, यो रूप होइन चोखो माया देउला। सहर तिमीलाई घुमाउन नसकुला, तर तिमीलाई पहाड घुमाइदेउला। हामीलाई साथ दिनुभएकोमा यहाँ सम्पूर्णलाई मुरी मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गरिकन हामीसँग अझै एउटा अन्तिम गीत बाँकी रहेको छ। यस गीत गणेशज्यूलाई उहाँको अन्तिम गीत प्रस्तुति गरिदिनु हुनका निम्ति यहाँ सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु र यहाँ सम्पूर्णलाई यति जेलसम्म हामीलाई साथ सपोर्ट गरिदिनु भएकोमा पनि यहाँ सम्पूर्णलाई मुरी मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। र साथसाथै फेरि पनि हामीले कहिले पनि भुल्न चाहनु हुँदा हामीमा माधव पोखरेलजी हुनुहुन्छ। हामीले उहाँ बिहानदेखि हामीलाई लाइभ स्ट्रिम गरिरहनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद माधव पोखरेलज्यू। र वाद्यवाचकमा हुनुहुन्थ्यो हाम्रो अनि वाद्यवाचक उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। त्यसै गरी साउन्ड सिस्टममा हुनुहुन्छ मनिष सामलिङज्यू। र त्यसै गरी तपाईँहरूलाई यदि केही डिजे चाहियो भने, साउन्ड सेट चाहियो भने, यसको स्मोक चाहियो, लाइट चाहियो भने पक्कै पनि तपाईँहरूले नबिर्सिनु होला डिजे याम यानी डिजे याम तथा वीरेन गुरुङ मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ। त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद याम गुरुङज्यूलाई। र फेरि पनि अन्त्यमा मैले पक्कै पनि सम्झिनुपर्ने हुन्छ, यो आजको प्रोग्रामलाई भव्य र सभ्य बनाइदिनुको निम्ति हामीलाई ठुलो हात भनेको हाम्रो स्पोन्सरसिपको छ। सो यस स्टेजबाट फेरि पनि हाम्रो इन्टायर टिमबाट हजुरहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। आगामी दिनहरूमा पनि, आगामी वर्षहरूमा पनि तपाईँहरूको साथ सपोर्ट मिलोस् भन्ने हाम्रो कामना साथ अहिलेलाई भने एउटा अन्तिम गाना गणेश गुरुङज्यूकोबाट हजुरहरूले स्वीकार दिनु होला। धेरै धेरै धन्यवाद। चलेछ बतासुस्तरी मनै सरारा, भरोसा छैन जीवनको बिताउ हाँसेर। फाइनली गाइस आजको लोसर सकियो। अब चाहिँ हामी घर लाग्दैछौँ। लगभग 7 बजिसकेको छ। बिहान चाहिँ एकदमै हिउँ परेर पुरै स्लिपरी थियो साथीहरू। अहिले चाहिँ अलिक हिउँ बिल्दैछ। अब हामी लाग्दैछौँ घरतिर। साथीहरू हामी चाहिँ लोसरबाट फर्किसक्यौँ। अहिले लगभग 7:30 भइसकेछ। आज दिनैभरि लगभग म 9 बजी गएको लोसरमा
र त्यहाँ यताउति गर्दा गर्दै लगभग 7:30 भएछ र तपाईहरुलाई भिडियो कस्तो लाग्यो मन पर्यो भने भिडियो लाइक च्यानल सब्स्क्राइब अनि बेल आइकनलाई थिच्न नभुल्नु होला र साथीहरु आजलाई बिदा चाहन्छु फेरि भेटौँला अर्को भिडियोमा हस्त नमस्ते गुड नाइट